हेलो गुड मर्निङ। म चाहिँ ठक्क अहिले फिसिङको लागि रास्तातालमा आइसकेको छु। अब यहाँ सामान सेटअप गरेर मेरो दिनचर्या अब सुरु हुन्छ आजबाट। किप वाचिङ गाइज, हेरेर प्रतिक्रिया दिनु होला है त। र यो चाहिँ मेरो रिक्वायरमेन्ट हो, फिसिङ रडहरू। यहाँनिर दुईवटा रड छ मेरो, टु सेक्सनको है। यो चाहिँ यसलाई सेटिङ गर्ने हो। ल यो चाहिँ भयो मेरो वेपन अथवा हतियार भनिन्छ। ठ्याक्कैलाई सेटअप गर्ने हो। र म 3वटा छ मसँग आज। बेसिकली खेल्ने भनेको म जहिले पनि 3वटा है। ल एउटा भयो, यो चाहिँ अस्ति भर्खर नयाँ किनेको लुकानाको हो। लुकाना सल भन्ने सब चितवनबाट हाम्रो फिसिङ ट्याकलको भाइबाट मगाएको यो सामानहरू। ओके, हियर वी गो। यही छ मेरो अर्को सानो रड। यो चाहिँ यहाँ सानो खेल्ने, यो चाहिँ फोल्डिङ रड हो तर सानो सानो। कति बज्यो? ठ्याक्क 7 बजे चाहिँ हाम्रो 7 बजेबाट खेल सुरु हुने गइरहेको छ। आजको छुट्टीको दिन एकदमै विशेष रहनेछ। हेरौँ कति माछा पर्छ। र नेक्स्ट फ्राइडे भनेको हामी कोसी जानेछौँ। कोसीको लागि तयार रहनेछौँ। ल यो हो मेरो रिल्सहरू, देख्न सक्नुहुन्छ। यो सिनेमा रिल, ल यो लोगो यसमा सेट गर्नुपर्छ यसलाई। यो लोगो ओके, हियर वी गो बेबी। र यो नयाँ रडको अस्ति मगाएको, यसको छ ट्याकलम्यानको। यो ट्याकलम्यान ट्याकलम्यानको 5000 सिरिज हुनेछ यो चाहिँ। हेरौँ, तर अस्ति मेरो यसको धेरै डोरी वेस्ट भयो क्या, कहाँनिर अल्झेर धेरै डोरी वेस्ट भएर गइरहेको छ। केही छैन। ल यो सेटअप भइसक्यो है। र अब भने यो भनेको लोकल हो। यो चाहिँ लोकल चाइनिज ब्रान्ड हो, तर पनि केही छैन, तान्नुलाई खेल्नुलाई भइहाल्छ। ओके, ल 3वटा रड चाहिँ सेटअप गर्दैछु। अब सामानलाई चाहिँ जस्ताको तस्तै यसलाई यहाँ प्याक गरेर राख्नुपर्ने छ। यहाँ भने एउटा यो जुप्पा खेल्ने हो सानोमा, बाँकी स्पाइडरहरू खेलिन्छ। पहिला सानोको सेटअप गरेर यो हो झुप्पा।
ल अब ठक्क बिहानीको सुरुवात गरिदिउँ अब जुप्पाबाट सानाबाट चाहिँ यो चाहिँ फिस फिडिङ है। यो चाहिँ माछाको चारो हो। यसमा चाहिँ धेरै चिजहरू मिसाएको हुनुपर्छ हामीले। अन्डा, मैदा, केरा, बिस्कुट र कुखुराको चारो। ठिक छ यहाँ रोइको यसलाई र यसरी चाहिँ यहाँनिर यसलाई ट्र्याप अड्काउनुपर्छ। यो चाहिँ हुक सेटअप है। माछाको लागि चारो सँगसँगै हुक सेटअप हुन्छ यसलाई। हामी नेक्स्ट फ्राइडे सायद कोसी जान्छ होला ठुलो नदीमा खेल्नु। तालमा भन्दा खेल्न चाहिँ कोसीमा मजा आउँछ। गोल्डेन माछीहरू हान्नु समात्नु। त्यसैको लागि भनेर मैले यो ठुलो रड जस्तो ल्याएको थिएँ। ल फर्स्ट हान्दैछु म अब ठ्याक्क फर्स्ट सेटअप सानो हुकबाट ठ्याक्क हेरौँ कत्रो पर्छ ल। टिङ टिङ यो चाहिँ घन्टी हो यहाँनिर लाउने। ल मैले एउटा रड हानिसकेँ। अब यसको लागि म यहाँनिर माछा परेको र नपरेको थाहा हुन्छ। यो घन्टी यहाँनिर अड्काइदिन्छु। माछा पऱ्यो भने यो घन्टी तपाईँको यसरी बज्छ है। ओके अब अर्को म सेटअप गर्छु है त। ल अर्को पनि बल्छी रेडी भयो। यसलाई म यसलाई ढक्क रेडी गरेर हान्छु है त। हेरौँ कस्तो प्रतिक्रिया आउँछ आजको दिनमा। कतिको चाहिँ गुड लक छ लेट्स सी है त। ओके here we go। यसलाई मार्न गइरहेको छु है त। ठिक छ यहाँ राख्छ त।
अर्को नि रेडी भयो अब यसलाई फेरि म यो साइडमा हान्छु लेट्स सी गुड लक कतिको छ है त यसलाई चाहिँ म निकै पर पुर्याउँछु है किनकि यो ठुलो होको ठुलो माछा पर्न नि सक्छ ल हेभ अ गुड डे बेल पनि लाग्यो हेरौँ के हुन्छ ड्रक हल्का खोल्यौँ ल ओके एम्टी नो फिनिस नो फुड अलरेडी फिनिस ओके नेक्स्ट नो माछा साझा हानेर चाहिँ पानी खानु पर्यो भनेर पानी खानु पर्यो ल भर्खर माछा हानिसक्यो बल्छी हानिसक्यो माछा पर्छ भन्ने चाहिँ अब भन्नु हेरौँ के हुन्छ है यो चाहिँ बिहानीको मौसम हो रास्ता तालमा कोही पनि आएको छैन हामी र लिलु दाइ मात्रै आइसकेका छौँ हाम्रो रोड पुरा व्यवस्थित भइसकेको छ त्यहाँनिर यो चाहिँ हामीले पनि फिसिङ खेल्ने एरिया है बाहिर पुरै पानी परेको छ हाम्रो मेरो भाइ मुकेश भाइ मेरो दाजु अरे भाइ र हामी चाहिँ यहाँ टेन्टभित्रै बसेर आजको फिसिङको यो रमाइलो पनि भयो एउटा एडभेन्चर पनि हो यसरी र यसरी नै बितिरहेको छ माछा भनेको पर्ला नपर्ला त थाहा तर बसेका छौँ ल यो चाहिँ बिहानको सुरुवात मर्निङ स्टार्ट ल ए ल ओहो यति पऱ्यो माछा आज चाहिँ उतै होइन यता झर 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 लाउनु दाजु सबै उसमा